हर्क गोइठे दाजुले एउटा पोस्ट गरेका छन्। सुदन किराँती वरिष्ठ नेता होइन, वरिष्ठ श्रम डाटा हो रे। श्रम संस्कृति पार्टीमा नेता होइन, श्रम डाटा मात्रै हुन्छ रे। अनि म हर्के गोइठे दाजुले प्रश्न गर्न चाहन्छु, तपाईँको वरिष्ठ श्रम डाटाले कुन चाहिँ खोलामा गएर ढुङ्गा बोकेको छ, कुन चाहिँ नालीमा गएर नाली सफा गरेको छ, कुन चाहिँ झाडीमा गएर झाडी फाडेको छ, कहाँ चाहिँ गएर बेल्चा हानेको छ, यत्तिकै वरिष्ठ श्रम डाटा रे। तपाईँले यस्तै भन्दै गयो भने म 100% लेखेर भन्न सक्छु, तपाईँको जो वास्तविक श्रम डाटाहरू छन्, जो वास्तविक श्रम गरिराखेका छन्, तिनीहरूको मनमा ठेस पुग्छ। जो चर्को बोल्न सक्छ, जो चर्को भाषण गर्न सक्छ, त्यसलाई वरिष्ठ श्रम डाटा रे। जसले आजसम्म कतै गएर ढुङ्गा बोकेको छैन, कतै नालीमा गएर नाली सफा गरेको छैन, त्यस्तालाई श्रम डाटा रे, त्यो पनि वरिष्ठ श्रम डाटा रे। अनि तपाईँको जो तल्लो स्तरका श्रम डाटाहरू छन्, जो जुनियर श्रम डाटाहरू छन्, तिनीहरूलाई चाहिँ रात दिन नभनी काम गराउने, अनि जसले चर्को बोल्न सक्छ, जसले चर्को भाषण गर्न सक्छ, त्यसलाई चाहिँ वरिष्ठ श्रम डाटा बनाउने रे। ठुक्क तपाईँको घिनलाग्दो राजनीति। तपाईँले आफ्नै श्रम डाटाहरूको टाउको माथि टेकेर तिनीहरूको मुखमा मुट्ने काम नगर्नुहोस्। आफ्नै श्रम डाटाहरूलाई पनि वरिष्ठ र तल्लो स्तरको जुनियर श्रम डाटा बनाउँदो रहेछ। छि 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 गुइठे।